हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजी पार्टीको अध्यक्ष हुनुहुन्थ्यो। त्यसबेला उहाँले कमिटी पुनर्गठन गरेर नेभी सङ्घको त्यसबेला उहाँ र म लगायत धेरै अहिले जो नेपाली काङ्ग्रेस राजनीतिमा हुनुहुन्छ उहाँहरूलाई सँगै राख्नुभयो। त्यो बेलादेखि नै हामी सँगसँगै क्रियाशील छौँ। अब जहाँसम्म अहिलेको स्थिति छ, अब हाम्रो पार्टी नै एउटा अहिले पनि सबभन्दा ठुलो पार्टी हाम्रै हो र तुलनात्मक रूपमा बेटर पार्टी पनि हाम्रै हो भन्ने हाम्रो विश्वास छ। अरू आउँछन् जान्छन्, तर नेपाली काङ्ग्रेस पार्टीको जुन चाहिँ अनुभव छ, यसको विचारधारा छ, दृष्टिकोण छ, आर्थिक रूपान्तरण को दृष्टिबाट पनि यसको एउटा विश्वव्यापी परीक्षणबाट यो बाटो ठिक छ भन्ने कुरालाई नेपालमा बोकेको पार्टी हो। त्यसकारण आर्थिक विषय होस् र लोकतन्त्रलाई अझ घनीभूत गर्ने विषय होस्, नेपाली काङ्ग्रेस पार्टीले नेतृत्व गरेका छ। यद्यपि अहिले अब हाम्रो निर्वाचन प्रणाली मिश्रित भएको हुनाले कुनै पनि दलको बहुमत आउने अवस्था छैन। त्यो अवस्थामा हामीले संयुक्त सरकारमा जानुपर्ने हाम्रो बाध्यता पनि हो। त्यस हिसाबले हामी सरकारमा छौँ र संयुक्त सरकार गठबन्धन सरकार भइसकेपछि सबै चिज हामीले सोचेअनुसार पनि हुँदैन, धेरै सम्झौता समझदारी गर्नुपर्छ। यो परिवेशमा यो सरकार छ, तर एउटा कुरा चाहिँ स्पष्ट छ, जुन संविधान हामीले बनायौँ, गणतान्त्रिक सङ्घीय संविधान बनायौँ, हिजोको दिनमा हामीले यो संवैधानिक राजालाई पनि मानेका थियौँ, तर पटक पटक सत्ता फेरि आफ्नो हातमा लिने प्रवृत्ति देखिएपछि हामीले यो गणतन्त्रमा जाने निर्णय गऱ्यौँ र अब यही संविधानलाई घनीभूत गरेर जानुको हामीसँग विकल्प छैन र निरङ्कुश शासन त विकल्प हुनै सक्दैन र संवैधानिक हुने कुनै चाहिँ लक्षण त्यो विश्वास पनि हामी गर्न सक्दैनौँ। त्यस हुनाले यो विषयमा पनि हाम्रो पार्टी स्पष्ट छ र सबै नयाँ पुराना दलहरू पनि राप्रपा बाहेक यही पक्षमा उभिएको छ भन्ने मलाई लाग्छ। जे जति कमी कमजोरी अप्ठ्याराहरू छन्, आवश्यकता हाम्रो देशको धेरै छ, साधन स्रोत थोरै छ, तर यसलाई चाहिँ कसरी प्राथमिकीकरण गर्ने, कसरी थोरै साधन स्रोतबाट चाहिँ अत्याधिक प्रतिफल दिने गरेर विनियोजन गर्ने र हाम्रो आर्थिक नीतिलाई बढी लगानी मैत्री र रोजगारी मैत्री कसरी बनाउने, यो नै अहिलेको चुनौती हो। र सँगसँगै अब लोकतन्त्र र यो कानुनी शासनलाई अझ घनीभूत बनाउने, संस्थागत गर्ने, पारदर्शिता सुनिश्चित गर्ने, दुरुपयोग, कमी कमजोरी, भ्रष्टाचार का प्रवृत्तिहरूलाई ठाडै नगार्ने, यो लक्ष्यका साथ हामी काम गरिराखेका छौँ र त्यही हिसाबले नै हामी अगाडि बढ्न पर्छ भन्ने मलाई लाग्छ। जहाँसम्म यो तराई मधेसको सवाल छ, यो चाहिँ नेपालको 25% जमिन पूर्वदेखि पश्चिमसम्म जमिन छ। त्यस हुनाले यो कृषिको दृष्टिकोणबाट पनि अत्यन्त महत्त्वपूर्ण यो तराई मधेस क्षेत्र छ भनेदेखि, त्यस्तै गरेर यसको चाहिँ भूगोल जुन सम्म छ, पहाडमा भन्दा बाटोघाटो बनाउन सजिलो छ, त्यसकारण पनि उद्योग व्यवसाय विकास गर्ने पनि मलाई लाग्छ पहाडमा भन्दा यहाँ नै सजिलो हुन्छ। त्यस हुनाले हामीले यहाँको उद्योग व्यवसाय, अब महत्त्वपूर्ण ठाउँ जनकपुर जस्तो ठाउँमा यो पर्यटन पनि र कृषिको रूपान्तरण नै सबभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ। त्यसले नै यहाँको जीवनस्तर पनि उठ्छ र रोजगारी पनि सिर्जना हुन्छ। त्यसप्रति नेपाली काङ्ग्रेस गम्भीर छ र त्यही अनुसार हामी काम गर्छौँ। अब यो मरिन डाइभर्सनले, कोशी डाइभर्सनले यो धनुषादेखि पूर्वको जिल्लालाई समेट्ने भएन,
त्यसकारण कमला डाइभर्सन पनि हाम्रो प्राथमिकतामा पर्छ। त्यसले चाहिँ सिँचाइको पनि विकास गर्ने र यहाँ चाहिँ उत्पादन बढाउने, अरू यो मल बिजन बिउ बिजनका समस्याहरू पटक पटक आइरहन्छ, त्यसलाई पनि अलि संस्थागत रूपमा सम्बोधन गर्ने कुरालाई चाहिँ हामीले प्राथमिकता दिनुपर्छ। र अहिले लगानीलाई अझ सहज बनाउनलाई सरकारले 5वटा कानुन पनि पारित गरेका छ, त्यसले पनि लगानी वृद्धि गर्न मद्दत गर्छ भन्ने हामीले चाहिँ ठम्याएका छौँ। अन्त्यमा हाम्रो अब अहिले सङ्घीय संरचनामा गएको हुनाले 3 तहको सरकार छ, स्थानीय तहमा पनि धेरै अधिकार छ। साना कार्यक्रमहरू, स्थानीय गभर्नेन्सका कुराहरूलाई स्थानीय सरकारले चाहिँ गम्भीरताका साथ दिनुपर्छ। र जनकपुर त अत्यन्त ऐतिहासिक नगरी हो, यसको विकास र यसको चाहिँ सरसफाइ, म त अब यहाँ हाम्रो मेयर साहब हुनुहुन्न, उहाँलाई अनुरोध गर्न चाहन्छु कि सरसफाइमा ध्यान, जस्तो मैले हेर्दाखेरि त्यसमा चाहिँ सुधार भयो भने यसको चाहिँ आकर्षण अझ थप हुन्छ। पूर्वाधार विकासमा त अब विमलजी पूर्वाधार यो भौतिक मन्त्री हुँदा पनि धेरै सडक संरचना यहाँ बनाएको छ, एडिबीको प्रोजेक्ट पनि लागू भएर धेरै संरचना बनाएको छ। यसलाई अझ हरियाली र यो सरसफाइमा जोड दियो भने मलाई लाग्छ यसको गरिमा र महत्त्व जुन छ त्यो झन् बढ्छ भन्ने पनि म सुझाव यहाँ दिन चाहन्छु। हाम्रो उहाँले त भनि नै राख्नु भएको छ यो विषयलाई लिएर। र 3 तहको सरकार भएको हुनाले अब केन्द्र सरकारले सबै गर्न सक्दैन, महत्त्वपूर्ण काम मात्रै आयोजना। त्यसकारण प्रदेशको गभर्नेन्स पनि राम्रो हुनुपर्छ र प्रदेशले मझौला योजनाहरूलाई प्रदेशले सम्बोधन गर्नुपर्छ र ठुला योजनाहरूलाई केन्द्रले सम्बोधन गर्नुपर्छ र स्थानीय स्तरका योजनाहरूलाई स्थानीय सरकारले दैनिक जनतासँग जोडिएका विषयवस्तुलाई स्थानीय सरकारले गर्नुपर्छ। यो चाहिँ तालमेल मिल्यो भने मलाई लाग्छ आउने दिनमा अझ एउटा लय मिल्छ, विकासले रफ्तार लिन्छ र सुशासन पनि सुनिश्चित हुन्छ र जनताका आवश्यकता र अधिकारहरूलाई पनि अझ कार्यान्वयन गर्न सजिलो हुन्छ जस्तो मलाई लाग्छ। यिनै कुरा भनेर फेरि पनि म